नमस्कार, यो अर्को भिडियोमा तपाईहरुलाई पुनः स्वागत छ। आजको यस भिडियोमा चाहिँ स्पेनको एम्बेसीबाट जुन नेपालको पुलिस रिपोर्ट अटेस्टेसन गराउन पर्ने थियो त्यो प्रक्रिया एकदमै झन्झट भइदियो। किनभने जब तपाईले अप्रिल 28, 29 र 30 तारिखमा सबमिसन गर्नुभयो, तपाईले सबमिसन गर्नुभएको थियो भने तपाईको पुलिस रिपोर्ट नेपालमा आइसकेको छ अटेस्टेसन भएर। तर यहाँनेर चाहिँ रिसिभ गर्नको लागि सयौं लाइन कुर्न पर्ने र तपाईले यदि ग्रुपमा हाल्नु भएको छ भने एक्स्ट्रा भेरिफिकेसनको लागि विभिन्न डकुमेन्टहरु मागिराख्ने जस्तो कार्यहरु भइरहेको कारणले गर्दाखेरि यदि तपाईको नेम लिस्ट आइसकेको भए पनि तपाईले चाहिँ पुलिस रिपोर्ट रिसिभ गर्न सकिराख्नु भएको छैन होला र कतिले त्यसपछि सबमिसन गर्नु भएको थियो होला। त्यसपछि सबमिसन गरेको चाहिँ बिस्तारै तपाईको नाम अनाउन्स हुन्छ र तपाई रिसिभ गर्नका लागि जान सक्नुहुन्छ। यसका बावजुद पनि तपाईलाई यदि अर्जेन्टमा एकदमै अर्जेन्टमा तपाईलाई चाहिँ पुलिस रिपोर्ट अटेस्टेसन गराउन पर्ने छ भने अहिले चाहिँ तपाईले डाइरेक्टली अथोराइजेसन लेटर दिएर न्यू दिल्लीबाट सबमिसन गराउनु भयो भने विदिन दिनमा चाहिँ तपाईले न्यू दिल्लीबाटै रिसिभ गर्न सक्नुहुनेछ तपाईको पुलिस रिपोर्ट भन्दै यो सानो जानकारी दिँदै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। यस्तै अपडेटका लागि हाम्रो टिकटक आइडीलाई फलो गर्दै गर्नु होला है त।